नेपाली मनोरञ्जन उद्योगमा एउटा पुरानो सूत्र छ, जति ठुलो विवाद त्यति धेरै चर्चा। कहिलेकाहीँ लाग्छ गीत वा चलचित्रको गुणस्तर भन्दा पनि त्यसले कति मानिसलाई रिस उठायो भन्ने कुरा नै सफलताको मापन बन्न थालेको छ। पछिल्ला केही वर्षदेखि सस्तो लोकप्रियता कमाउन विवादलाई नै प्रचारको हतियार बनाउने प्रवृत्ति बढिरहेको बेला अहिले फेरि एउटा गीतले सामाजिक सञ्जालदेखि शिक्षक समुदायलाई तताएको छ। चलचित्र मास्टरनीको प्रवर्धनात्मक गीत सार्वजनिक भएको केही घण्टामै युट्युबमा भ्युज बन्न थाल्यो। गायक दुर्गेश थापा र गायिका बबिना किरातीको स्वर तथा भिडियोमा प्रियङ्का कार्की, आर्यन सिग्देल, आयुष्मान देशराज जोशी र स्वयं दुर्गेश फिचर्ड रहेका छन्। यी सबैले गीतलाई चर्चामा त ल्यायो, तर त्यो चर्चा प्रशंसा भन्दा धेरै आक्रोशको बन्यो। सामाजिक सञ्जालमा गीतभन्दा बढी त्यसका शब्द, प्रस्तुति र उद्देश्यलाई लिएर प्रश्न उठ्न थाले। धेरैले यसलाई सिर्जना होइन, योजनाबद्ध विवाद सिर्जना गरेर भाइरल हुने प्रयासको संज्ञा समेत दिने गरेका छन्। विवाद यतिमै सीमित रहेन। सामाजिक सञ्जालको बहस अब संस्थागत तहसम्म पुगेको छ। नेपाल शिक्षक महासङ्घले औपचारिक रूपमा विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर आपत्ति जनाएको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा महिला शिक्षिकालाई लक्षित गरिएको शब्द र भाव संयोजनले शिक्षकको पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ। महासङ्घले गीत तुरुन्त बन्द गर्न, चलचित्रमा प्रयोग नगर्न र त्यसो नगरे उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी निर्माता र स्वयं कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी समेत दिएका छन्। यो सँगै यो विवाद अब केवल सामाजिक सञ्जालको बहसमा सीमित नरही कानुनी र संस्थागत बहसतर्फ उन्मुख भएको देखिन्छ। विवादको केन्द्रमा रहेको विषय भने गीतको सुरुवाती शब्द नै रहेको छ। निर्माण पक्षले त्यसलाई म्याथ सिक्ने भन्ने वाक्यांश भएको दावी गरिए पनि अधिकांश श्रोताले त्यो शब्द नेपाली समाजमा प्रचलित अत्यन्तै अश्लील गाली सरह सुनिएको बताएका छन्। धेरैले गीतलाई एकपटक होइन पटक पटक सुने पनि त्यही शब्द स्पष्ट रूपमा गालीकै रूपमा सुनिएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यो कुनै प्राविधिक त्रुटि नभई जानाजान विवाद सिर्जना गर्ने गरिएको डबल मिनिङ प्रयोग भएको आरोप समेत लगाएका छन्। त्यति मात्र होइन, गीतका अन्य शब्दहरूले पनि शिक्षक समुदायलाई झन आक्रोशित बनाएको छ। क ख होइन हामीलाई अ पढाइदेऊ, तिम्रो सेक्सी नजरले घायल बनाइदेऊ जस्ता पङ्क्तिले शिक्षिका र विद्यार्थी बीचको सम्मानित सम्बन्धलाई सस्तो मनोरञ्जनका रूपमा रूपान्तरण गरेको आरोप लगाइएको छ। धेरै शिक्षक, अभिभावक र बुद्धिजीवीहरूले यस्तो प्रस्तुतिले विद्यालय, शिक्षक र शिक्षण पेसाप्रति बालबालिकाहरूको दृष्टिकोण नै नकारात्मक बन्न सक्ने चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू झन कडा रहेका छन्। कतिपयले यसलाई नेपाली सङ्गीतकै कलङ्क भनेका छन् भने कतिपयले भ्युजका लागि संस्कृति बेचिएको टिप्पणी समेत गर्न भ्याएका छन्। एक अभिभावकले आफ्ना 4 वर्षको छोराले गीत सुनेपछि नयाँ अपशब्द सिकेको भन्दै यस्ता सामग्रीमाथि तत्काल रोक लगाउनु पर्ने माग गरेका छन्। धेरैको प्रश्न एउटै छ, भोलि यही गीत विद्यालयमा विद्यार्थीहरूले शिक्षिकाको अगाडि गाउन थाले भने त्यसको जिम्मेवारी कसले लिने? गीतमा अभिनय गरेका स्थापित कलाकारहरू पनि आलोचनाबाट बच्न सकेका छैनन्। विशेष गरी प्रियङ्का कार्की र आर्यन सिग्देल जस्ता लामो समयदेखि सम्मानित छवि बनाएका कलाकारहरूले यस्तो प्रस्तुतिमा सहभागी भएको प्रति धेरै दर्शकहरूले निराशा व्यक्त गरेका छन्। भिडियोमा राखिएका केही दृश्यलाई दर्शकहरूले अनावश्यकका रूपमा उत्ताउला, भद्दा र नेपाली समाजको सांस्कृतिक संवेदनशीलतासँग मेल नखाने बताइरहेका छन्। विवाद बढ्दै जाँदा अब बहिष्कार अभिनय पनि सुरु भएको छ। सामाजिक सञ्जालमा गीतलाई युट्युबमा मास रिपोर्ट गर्ने, डिसलाइक अभियान चलाउने र नेपाल सरकार तथा सेन्सर बोर्डले तत्काल हस्तक्षेप गर्नुपर्ने मागहरू तीव्र बन्दै गएका छन्। धेरैले यस्ता सामग्रीलाई समयमै नियन्त्रण नगरे नेपाली सङ्गीतको स्तर झन खस्किने चेतावनी समेत दिइरहेका छन्। यता चौतर्फी आलोचनाका बीच गायक दुर्गेश थापा र अभिनेत्री
प्रियङ्का कार्की भने आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले गीतमा कुनै पनि अश्लील वा दोहोरो अर्थ लाग्ने शब्द नरहेको दाबी गर्दै विवादलाई दर्शकको बुझाइसँग जोड्ने प्रयास गरिरहेका छन्। तर कलाकारहरूको सफाइले विवाद मत्थर हुने सङ्केत भने देखिएको छैन। बरु एउटा गम्भीर बहस झन बलियो बनेको छ। सृजनात्मक स्वतन्त्रताको नाममा कलाकारहरूले समाजका मूल्य मान्यता, त्यस्तै शिक्षक जस्तो सम्मानित पेसा र बालबालिकामाथि पर्ने प्रभावलाई बेवास्ता गर्न पाउँछन् कि पाउँदैनन्? भ्युज, ट्रेनिङ र भाइरलको दौडमा मनोरञ्जन उद्योग कहाँसम्म जान मिल्छ र समाजले त्यसको सीमा कहाँ कोर्ने? नेपाल शिक्षक महासङ्घको औपचारिक चेतावनीपछि अब मास्टर्नी निर्माण पक्षले आफ्नो निर्णय सच्याउँछ कि विवादलाई नै प्रचारको इन्धन बनाएर अगाडि बढ्छ? त्यसको जवाफ आगामी दिनहरूले पक्कै दिनेछन्। तपाईँले यो गीत हेर्नुभयो? यसप्रति तपाईँको प्रतिक्रिया के छ? कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला।